नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ आदर्श छ। म चाहिँ आज उबर गर्न निस्किरहेको। अहिले चाहिँ बिहानको 6 बजिरहेको छ अनि आज शनिबारको दिन म चाँडै नै उबर गर्न निक्लिरहेको। तर यसो हेर्दा चाहिँ 6 बजी चाहिँ ढिलो भइसक्यो। युजुअली लाइक 4 बजी निस्किँदा लाइक अप्टिमल हुन्छ। यति बेला सिटी पुग्यो भने चाहिँ लाइक ट्रिप्सहरू धेरै पाइन्छ होइन। तर ठिकै छ, म आज अब अलि ढिलो नै उठेँ अनि यसो खाजा खाएर निस्केको। लेट्स सी आज अब कति कमाइ गर्न सकिन्छ। आज धेरै बेरसम्म उबर गर्ने त प्लान छैन, बट लेट्स सी कति हुन्छ आज एन्ड अफ द डेको कमाइ। म तपाईँहरूलाई बिचबिचमा अपडेट दिइराख्छु अनि यसो तपाईँहरूलाई भनिराख्छु के कस्तो छ उबर गर्दा। अब मैले चाहिँ उबर किन गरेको भन्नुभयो, सोचिराख्नु भयो होला होइन। अहिले चाहिँ अब सर्कमस्टान्सेसहरू डिफ्रेन्ट छ, अलिकति अलिक गाह्रो भइरहेछ। कामहरू मैले गर्न पाएको छैन यहाँ अस्ट्रेलियामा, त्यही भएर उबर नै एउटा अहिले अप्सन छ। फ्लेक्सिबल हुन्छ मेरो टाइम अनुसार अनि त्यही अनुसारले अब उबरै गर्छु तत्काल केही महिना 3-4 महिना। अनि त्यसपछि चाहिँ आफ्नै फिल्डमा अब जब खोज्ने ताटकाट गरिरहेको छु। अब एकदमै गाह्रो रहेछ। अब मलाई चाहिँ गाह्रो फिल भइरहेछ अब जब पाउनलाई। आफ्नै फिल्डमा अड जबहरू त पाइरहेछ, लाइक अब सधैँ त्यही कामहरू गरेर चाहिँ अब मलाई चाहिँ चित्त बुझ्दैन होइन। अनि त्यही भएर अब गरिरहेको छु। लेट्स चाहिँ अब उबर गर्छु 1-3-4 महिनालाई। त्यति बेलासम्म अब यहाँ खर्च धान्नु पऱ्यो। यहाँ खर्च एकदमै बढी छ। अब तपाईँले रेन्ट तिर्नै पर्छ, लाइक इलेक्ट्रिसिटी, ग्यास, अब फोनको बिल्सहरू सबै। अब यहाँ धेरै छ, बिल्सहरू चाहिँ एकदमै एभ्री विक अर एभ्री मन्थ आउँछ। सो त्यसको लागि भयो भने काम गर्नै पर्छ। खानु पऱ्यो, ग्रोसरी, अब हरेक चिजमा खर्च छ। घरबाट बाहिर निस्किनु हो भने खर्चै खर्च। सो अब त्यो मेन्टेन गर्नलाई भए पनि अब काम चाहिँ अब गर्नैपर्छ। त्यही भएर मैले चाहिँ उबर गरिरहेको छु फर अ सर्टेन टाइम। अब मेरो गाडी चाहिँ अब लाइक उबर गर्नलाई अप्टिमल छैन। यो चाहिँ अब पेट्रोल इन्जिन हो अनि पेट्रोल एकदमै खान्छ यसले। यो चाहिँ अब मित्सुबिसीको ल्यान्सर हो होइन। अब अरू अब इभी अर हाइब्रिड भएको भए चाहिँ अब फाइदा हुन्थ्यो धेरै। बट लेट्स सी अब केही नभएको बेलामा यही छ, अहिले यसबाटै काम चलाइरहेको छु। लेट्स सी ठिकै छ। म तपाईँहरूलाई अब बिचबिचमा अपडेट गरिराख्छु। सो अहिले चाहिँ इभिनिङ भइरहेछ। मैले बिहान उबर गरेँ, मैले 4 घन्टा जति गरेँ। मैले एउटा एयरपोर्टको ट्रिप गरेँ अनि त्यहाँदेखि आफ्नै घर नजिकको ट्रिप थियो अनि त्यहीँनिर आएर त्यो मान्छेलाई छोडेर म घर आएर रेस्ट गरिरहेको थिएँ। अनि अहिले चाहिँ साँझ भयो, एकछिन निस्केको म। तर खै आज अब यता खासै चहल पहल छैन उबरमा। त्यही भएर अब म ट्रिप इन गरेर अब म अन्तलाई लिन जान्छु अनि त्यहाँबाट घर फर्किने। आज साथीहरूसँग भेट्ने अनि मोमो खाने प्लान छ। त्यही भएर अब यो ट्रिप चाहिँ म एन्ड गर्छु होला। अब आज खासै भिडभाड नि छैन, खासै रिक्वेस्ट नि आएन, त्यही भएर अफ गरेर रेस्ट गर्नु पर्यो।